यो के कारणले हुन्छ? यसका कारणहरूमध्ये एउटा भनेको चाहिँ बढ्दो उमेर बढ्दै गइसकेपछि चाहिँ मांसपेशीहरूको नियन्त्रणमा कमजोरी भएर आउँछ र पिसाब छिटो लागिराख्ने हुन्छ। अर्को चाहिँ मेनोपज, इस्ट्रोजेनको हर्मोनको कमी भएको कारणले गर्दा योनि र पिसाबको नलीहरू चाहिँ पातलो सुक्खा भएर जाने र छिटो पिसाब लागेको जस्तो भइराख्ने। अर्को भनेको चाहिँ बढ्दो तौल, धेरै तौल भएको व्यक्तिमा चाहिँ नर्मल तौल भएको भन्दा यो समस्या चाहिँ 3 गुणा बढी देखिएको पाइएको छ। अर्को कुनै पनि खालको क्रोनिक कन्डिसन जस्तै डायबिटिज भनेको सुगर कन्ट्रोल भइरहेको छैन भने पनि बढी प्यास लाग्ने, बढी पानी पिने र बढी पिसाब फेरिराख्ने समस्या भइराख्न सक्छ। अर्को चाहिँ प्रेसरको बिरामी छ र प्रेसर कम गर्नलाई औषधि सेवन गरिराख्नु भएको छ भने पनि पिसाब छिटो लागिराख्ने खाले समस्या हुन सक्छ। र त्यस्तै किसिमको चाहिँ न्युरोलोजिकल रिलेटेड जस्तै पक्षघात भएको छ, मेरुदण्डमा चोटपटक लागेको छ, पहिला चाहिँ तल्लो पेटको अपरेसन जस्तै पाठेघर सम्बन्धी कुनै अपरेसन भएको वा कुनै क्यान्सरको अपरेसन भएर चाहिँ तपाईले तल्लो पेटमा रेडियोथेरापीहरू लिन परेको छ भने पनि यो समस्या देखिन्छ। र धेरै पटक चाहिँ पिसाबको इन्फेक्सन भइरहेको बिरामीमा पनि ओभर एक्टिभ ब्ल्याडर सिन्ड्रोम व्यापक रूपमा देखिन्छ भन्दा कब्जियत छ जस्तो कन्स्टिपेसन छ, दिशा गर्नलाई कनी राख्नुपर्छ भन्ने बिरामीमा पनि यो समस्याहरू देखा परेको छ।